होइन। 2.5 वर्ष के अरे काम ड्युटी गरेर बिताएको एरिया यस्तै छ है। 2.5 वर्ष काम गऱ्यो एरियामा, त्यो बाटो हिँड्ने हो दिनरात। अब यहाँबाट चाहिँ हामी अर्को ठाउँतिर चाहिँ जाँदैछौँ। हाम्रो यो यहाँबाट चाहिँ पल्टन हुँदैछ। बिरुवाहरू सानो सानो बिरुवाहरू थियो, सबै बढेर चाहिँ यतातिर भएको छ। यो बिरुवाहरूलाई छोडेर जानुपर्ने अवस्था भइरहेको छ। बसन्तले हरियाली छौँदा तिमी राम्री माया आँखैमा कालो गाजल लाउँदा, आँखैमा कालो गाजल लाउँदा ऋतु राम्रो बसन्ततिर जान्छौँ। हाम्रो पल्टन घर चाहिँ यतातिर है, फेरि टक्कसँग पल्टन घर यो पल्टनको लाउडा यता हिँड्दैछ, कोही पल्टनको लाउडा यता हुँदैछ, कोही यस्तै छ है गाईहरू होइन। अब जहाँ बस्छौँ त्यही माया बस्नु भने जस्तो एउटा अलिकति गरिरहेको ठाउँमा चाहिँ लङ टाइमसम्म छोडिदिँदाखेरि के अलिकति महसुसहरू हुँदो रहेछ। अनि यो चाहिँ टक्कसँगले त्यस्तो भए पनि मेमोरीको लागि चाहिँ एउटा तयार गर्न लागेको छु होइन। रुखहरू छ, यो चाहिँ एकदम मलेसियाको चाहिँ बहुमूल्य काठ भन्छ यसलाई। रङ्गिन लाग्छ सम्झेर हाम्रो मिलन, रङ्गिन लाग्छ सम्झेर हाम्रो मिलन। फुल राम्रो मगा बस्ना छरी मगमा गाउँदा, राम्री माया ओठैमा रातो लाली लाउँदा, ओठैमा रातो लाली लाउँदा ऋतु राम्रो